डिप्लोमा इन अर्ली चाइल्डहुड एजुकेसन पक्कै पनि हजुरहरूले सुन्नुभएको छ। यो एकदमै राम्रो प्रोग्राम हो। जति पनि स्टुडेन्ट क्यानाडा पढ्न जानुहुन्छ मैले उहाँहरूलाई डिप्लोमा इन अर्ली चाइल्डहुड एजुकेसन चुज गर्न चाहिँ रिकमेन्ड गर्छु। हजुरहरूको म्यानेजमेन्ट ब्याकग्राउन्ड छ भने पनि पढ्न मिल्छ, एजुकेसन छ वा तपाईँले साइन्स पढ्नु भएको छ भने पनि यो प्रोग्राम चाहिँ पढ्न मिल्छ। फी स्ट्रक्चरको कुरा गर्ने हो भने कुनै पनि पब्लिक कलेजमा गएर पढ्दाखेरि चाहिँ 16,000 क्यानेडियन डलर पर इयरदेखि 20,000 क्यानेडियन पर इयरसम्म तपाईँको फी स्ट्रक्चर पढ्न आउँछ, जुन चाहिँ निकै अफोर्डेबल हो। यो प्रोग्राम चाहिँ 2 वर्षको हुने गर्दछ। 2 वर्षमा टोटल 4वटा सेमिस्टर पढाइ हुन्छ र इच सेमिस्टर भनेको चाहिँ 4 महिनाको हुन्छ। सो तपाईँको पढाइ चाहिँ 16 महिना हुन्छ। 2टा पढाइको बिचमा चाहिँ तपाईँले 2वटा सेमिस्टर सकिसकेपछि 4 महिनाको ब्रेक पनि पाउनुहुन्छ। र वर्क राइटको कुरा गर्ने हो भने पढ्दै गर्दाखेरि विकली 24 आवर काम पनि गर्न पाउनुहुन्छ र ब्रेकमा फुल टाइम काम पनि गर्न पाउनुहुन्छ। 2 वर्षको पढाइ सकिसकेपछि अप टु 3 इयरको पोस्ट स्टडी वर्क पर्मिट पनि पाउनुहुन्छ र त्यो ड्युरेसनमा आफ्नो फिल्डमा नै तपाईँले जब चाहिँ राम्रोसँग पाउन सक्नुहुन्छ। लङ टर्मलाई हेर्ने हो भनेदेखि पिआरको लागि स्किल बेस्ड प्रोग्राम भएको कारणले गर्दाखेरि तपाईँलाई निकै नै राम्रो हुन्छ। आउँदो इन्टेक भनेको चाहिँ जनवरी 2027 हो। अब धेरैवटा पब्लिक कलेजहरू हजुरहरूको वेटिङमा हुनुहुन्छ। एप्लिकेसन फी पनि वेभ रहेको छ। हजुरहरू अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि आज नै स्टडी एक्सप्रेसलाई सम्पर्क गर्नुहोस्।